ल अब चाहिँ हामी चाहिँ टक्कसँगले अब गुफा पोखरी जानुपर्ने हुन्छ। अब पाथिभरा माताको दर्शन गरेर आइसक्यौँ अनि खानाहरू पनि खाइसक्यौँ। अब चाहिँ गुफा पोखरीतर्फ लाग्नुपर्छ। गुफा पोखरी अब आउने चाहिँ हामी 10जना थियौँ, तर जाने चाहिँ हामी माधव साथी 1, दिपेन सर 2 र म 3जना मात्रै भयौँ। केटाहरूले हामीलाई छोडेर गयो, के गर्नु बानी देखाइगयो, हिँड्न सक्दिनँ के गर्दिनँ भन्दै भन्यो। अब यस्तै छ है, त्यही हो। अब हामी जान आँटेको डक्कसँगले अब गुफा पोखरीसम्म। अब अलिअलि बजेट टाइट छ, अब के हुन्छ कस्तो हुन्छ हेरौँ है त। बिच बाटोहरूमा अब लिफ्ट पाइयो भने लिफ्टमा जानुपर्छ है त। ल अब चाहिँ हामी तिनजुरेको होमस्टेलाई बाई भन्दै टक्कसँगले लाग्नुपर्ने हुन्छ। अब चाहिँ गुफा पोखरीतर्फ। अब यही हो होमस्टे हामी बसेको चाहिँ होइन। अब चाहिँ तिनजुरेलाई बाई भन्दै गुफा पोखरीसम्म हामी जान्छौँ है त गाइजहरू। अब एकैचोटि बाटोमै के हुन्छ अब हेरौँला। हामी चाहिँ गुफा पोखरी चाहिँ हामीले लिफ्ट पाइसक्यौँ। साथी लिफ्ट पाइन् कि पाइनौ? हामी त फर्किँदै ओभर बजार होइन। अब हामी लागिसक्यौँ ट्र्याक्टरमा, देख्न सक्नुहुन्छ अहिले। हामी चाहिँ साथी कस्तो लागिरहेछ? दाइ लिफ्ट पाएर के हुँदैछ? बाहिर त लभली फर्किँदैछ। अब अगाडि दाइलाई चाहिँ एकदम धेरै धन्यवाद भन्न चाहन्छु म। साथी तिमी थ्याङ्क यू भन्न चाहन्नौ? दाइ तपाईँ सर हामी चाहिँ अब ट्र्याक्टरमा पारेर तिनजुरेलाई बाई हाल्दै हामी चाहिँ लाग्यौँ ट्र्याक्टरमा। माधव अगाडिको भ्यू ट्र्याक्टरबाट ट्र्याक्टरमा पनि लिफ्ट पाइसक्यो चाहिँ कम्ती तरिकामा। हामी अब सम्मको यात्रा बाटो चाहिँ फेरि यस्तो छ कि हामी धन्न अहिले चाहिँ लिफ्ट पायौँ। दाइकोबाट लिफ्ट पायौँ। बस्नुपर्छ होला। दाइलाई लिफ्ट दिनुभयो होइन, एकदम धेरै हेल्प गर्नु हामीलाई। यस्तो छ बाटो पनि होइन। अब चाहिँ हामी अब गइसक्यौँ। अवस्था छ हाम्रो ट्र्याक्टरको। गुफा पोखरीको यात्रा हाम्रो बाटो फेरि लभली छ। ट्र्याक्टरमा गुफा पोखरी त लोपर हल्लिँदो रहेछ। भइरहेछ दाइले यतिसम्म ल्याइदिनु भयो कि हामी ल यदि हिँडेर आएको भए हामीलाई 3 घन्टा त लगभग 3.5 घन्टा 4 घन्टा लाग्थ्यो नै होला हौ। तलसम्म ल्याइदिनु मिल्नै पऱ्यो चाहिँ दाइको म खुट्टै ढुकेर पनि जान म तयार छु क्या। यतिसम्म चाहिँ लाग्यो यो बाटो देखेर। अरू आर्यनहरू आएको भए केटाहरू आएको भए नसक्ने रहेछ हिँडेर त रब्बर छ। बसमा गयो भने मात्रै रहेछ, हिँडेर त 5 घन्टा 6 घन्टा लाग्ने रहेछ। अन्त हामी त ट्र्याक्टर बाइक अहिले ह्याप्पी रहेछ। 1 मिस गेम फिनिस होला बाटो छ यहाँ चाहिँ। राम्रा 1 मिस कत्रो ओह्रालो बाटो चाहिँ इन जर्मन गाडी आएछ बेलुका चाहिँ पानी है हाम्रो जर्मन गाडीमा। एम्स्टर्डममा आयो गुफा पोखरीमा
क्या तरिकाले हुस्से निस्केको हेर्नु न यहाँ माथि 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 ट्र्याक्टरमा हामी चाहिँ हुस्से चाहिँ लभली निस्किँदो रहेछ गुराँसको मात्रै बोट छ जाँदा छेक्दै ल्याउँदैछ छेक्दै on the mic. यार उयो पहाड कटेर आएको यहीँसम्मको यात्रा रहेछ होइन हाम्रो दाइले गरिदिनु भयो ल ल दाइ धेरै धेरै धन्यवाद दाइ हस् दाइ अब दाइले अब अर्कोचोटि यहाँसम्म ल्याइदिनु नै हाम्रो लागि के हुन्छ साथी ठुलो कुरा हो क्या अब लगभग अब 2 घन्टा हिँड्न त अब सकिन नसकिएला त होइन यहाँ बसेर चुरो खाउन आने अब चाहिँ यहाँदेखि 2 घन्टा लाग्छ अरे गुफा पोखरी जान यही ट्र्याक्टर हो हामीलाई पुर्याइदिनु हुने दाइलाई चाहिँ धेरै धेरै धन्यवाद यहीँबाट पनि भिडियो हेर्दै हुनुहुन्छ भने दाइ तपाईँलाई धेरै धेरै धन्यवाद होइन मिलेको भए चाहिँ खुट्टै ढोक्थ्यो तर अलिक तपाईँ अलिक फास्टमा जानुहुने रहेछ होइन दाइलाई हल्का व्यवस्था थियो दाइलाई व्यवस्था थियो ल दाइलाई बाई थ्याङ्क यू भेरी मच यतिसम्म आउनु उहाँदेखि यहाँ आउनु त हामीलाई कति घन्टा लाग्थ्यो 4-5 घन्टा लाग्थ्यो 6 नै लाग्थ्यो अनि अझै यहाँदेखि 2 घन्टा हिँड्नुपर्ने अरे अब अर्को केही छैन लिफ्ट सिफ्ट अब आउनु छैन अनि आउँदैन अब चाहिँ कसलाई लिफ्ट माग्नु हो पनि अब नमागे पनि ठिक केही छैन अब 2 घन्टा त हिँडिहाल्छ नि साथी इजी हो 2 घन्टा आरामले बिस्तारै हिँड्नु कति बज्यो अहिले भन्दै त अहिले कति बज्यो अहिले 12 बज्यो अनि 1-2 बजे त पुगिहाल्छ नि 3 बजेसम्म 3 बजेसम्म पुगिदिन्छु मलाई हामी ल त्यही हो रमाइलो हुँदैछ ट्र्याक्टरमा आउन पनि बेग्लै मजा छ हामी त आमा यहाँ गुफा पोखरीसम्म नि आमा टन्नै छ है हामी त इटहरीबाट आएको तिनजुरेमा बस्यौँ अनि तिनजुरेमा बसिसकेपछि अनि आज बिहान आधी बाटोसम्म ट्र्याक्टरमा लिफ्ट माग्यौँ अनि चढाइदिनु भनेर अनि ट्र्याक्टरमा पो आएको त आमा हामी त कति अब 2-3 घन्टा लाग्दो होला है 3-4 घन्टै लाग्छ हिँड्दै ए ल हुन्छ आमा ल ए हुन्छ हामी चाहिँ ठ्याक्क अहिले चाहिँ होइन तेह्रथुम र शङ्खसभाको बोर्डरमा छौँ शङ्खसभा तेह्रथुम शङ्खसभा र तेह्रथुमको ठ्याक्क बोर्डरमा आइसक्यौँ यो मङ्गलाबारी बजार हो यो चाहिँ बल्ल बल्ल हिँडेर ट्र्याक्टरले छोडेदेखिको 1 घन्टा हिँडिसक्यौँ हामी जस उहाँदेखि हिँडेर आएको भए त उहाँ बाटोदेखि फर्के पनि हुने रहेछ हिँड्दै चाहिँ नआउनु नै होला भन्ने सजेस्ट गर्छु यदि हिँड्न सक्नुहुन्छ 7-8 घन्टा हिँड्न सक्नुहुन्छ भने चाहिँ आउनु नभए गाडी पर्खिनु गाडीमा आउनु त्यही हो गुफा पोखरी जान चाहिँ अहिले नै गाह्रो छ अझै मङ्गलाबारी बजारदेखि 2 घन्टा छ तेह्रथुम शङ्खसभाको बोर्डरको बिचमा हामी हिँड्दैछौँ लस्सु गाइस होइन हामी चाहिँ टक्क उठिसकेर चिया खाइसक्यौँ होइन अब चाहिँ चिया खाइसकेर अब यहाँ बसिरहेको छौँ होइन टक्क यो होटलमा बसिरहेको यो ताप्लेजुङ होटलमा हामी चाहिँ जाडो वर्ष अब चाहिँ गुफा पोखरी हिँड्नुपर्ने हुन्छ होइन हिजो यहीँ बस्यौँ अनि गुफा पोखरी डुल्न पाएनौँ अब चाहिँ गुफा पोखरी डुल्नुपर्छ अब यहाँको खानासाना भएर व्यवस्था गरेर यहाँ पुगिरेर अनि चाहिँ जानुपर्छ अहिले गुफा पोखरीको होटलहरू चाहिँ अब यताहरू छ होइन हामी चाहिँ यो होटलमा बसेको दार्जिलिङ होटलमा के अरे ताप्लेजुङ होटलमा एकदम सस्तो अनि खाना पनि मिठो पाउनुहुन्छ होइन सादा खाना 200 छ चियर होइन ल यही हो हाम्रो गुफा पोखरीको यो होटलहरू चाहिँ माधव साथीहरू पनि रेडी भइसकेको छ अब यस्तो घाम लागिरहेछ अहिले चाहिँ होइन तर चिसो छ
लगभग 1-2 डिग्री होला अहिले चाहिँ। ल अब चाहिँ हामी गुफा पोखरी लाग्नुपर्ने हुन्छ। फाइनली अब हामी चाहिँ गुफा पोखरी छिरिसकेको छौँ होइन। टक्क हेर्न सक्नुहुन्छ गुफा पोखरी लभली छ नि। हामी चाहिँ टक्क गुफा पोखरीमा परको रुखमा क्या भिडियो बनाउनु पर्ने। गाडीले पर्खेको छ, ढिलो हुन आँटिसक्यो। कस्तो मजाले फोटो खिच्न पाइएन क्या, हुन्छ नि पुरै पछाडिको सिन गरेर खिच्नै पाइएन फोटै हतारमा। त्यही हो, गाडी फेरि 1-2वटा मात्रै आउने रहेछ। यस्तो देखिन्छ यहाँबाट चाहिँ है, दामी छ जियोस् नेचर होइन। अब चाहिँ यहाँबाट भिडियो सुट गर्छु अब रिल्सको लागि है। हामी चाहिँ टक्क अब रुखमा चढिसकेको छौँ। रुखबाट चाहिँ दामी कस्तो भ्यू गुफा पोखरी होइन। रुखमा चढेर छौँ, रुख टपत्ता हेर्नु। गुफा पोखरीको रुखमा हामी चाहिँ चढिसकेको अवस्था छ है त। ल त्यही हो, एकदम बवाल छ, दामी भ्यू छ होइन। त्यही हो, अब फोटो खिच्ने मान्छे डन्ने हुन्छ। गाडीले पनि छोडिसक्यो, अब अर्को गाडी पर्खिनु पर्छ है त। कसँगले अब झरिसकेको अवस्था छ हाम्रो चाहिँ। लभली देखिँदो रहेछ क्या यहाँबाट भ्यू होइन। टक्क आमा जाडो पनि लास्टै जाडो छ होइन। अब्बर जाडो नि जाडो छ। त्यही हो, बवाल छ गुफा पोखरी। हिँडेको गरेको यत्रो मिहिनेत लाग्यो होइन। गाडी पनि कस्तो छोडेर गयो, 1-2वटा मात्रै पाउँछ। अब अर्को गाडी आउँछ कि आउँदैन तनाव छ है। त्यही हो गुफा पोखरी। अलिअलि पानी सुकेको रहेछ यहाँ चाहिँ। पानी नभए त्यति पुरै हुनुपर्ने हो खास चाहिँ, थोरै पानी सुकेको रहेछ यहाँ चाहिँ। अब घडेरी लागेर पनि हो, जाडोमा पानी पर्दैन। टक्क अब हाम्रो चाहिँ अगाडि याक छ होइन, देख्न सक्नुहुन्छ उहाँ छ पर याकको सुकुटी चौरी गाई हो यो चाहिँ, हेर्न सक्नुहुन्छ। जस रमाइलो छ यतातिर पनि हेर्नुहोस् गुफा पोखरीको भ्यू। सर होइन त्यो उडिरहेकोमा हेर न, यो भल्चर दामी दामी छ नि। भल्चर उहाँ छ, याक उहाँ छ, दामी ठाउँ रहेछ नि हौ यहाँ त। हाम्रो घर चाहिँ टक्क याक आइसकेको छ। ओइ साथी हान्छ जस्तै छ है, जङ्गी रहेछ नि याक त। याक त डेन्जर रहेछ त हौ बा, हेर्नु न हेरेको। ओ कुदो साथी। याक गुफा पोखरीमा आएर याक पनि देख्न पाइयो। उहाँ हेर्नु न कस्तो बवाल क्या, लभली छ हौ ठाउँ त। बादलहरू हेर्नु दामी दामी, खतरा भ्यू चाहिँ दामी छ। गुफा पोखरी चाहिँ उयो गुफा पोखरी। अब यहाँदेखिको भ्यू हेर्न जाउँ न है। हल्का उकालो चढौँ, हल्का उकालो चढौँ। ए अब त्यस्तै रहेछ बाटो रहेछ, दामी रहेछ दियोस्। खोइ कहाँ हौ त्यो परको उभिएको त्यो। ओए भल्चर हेर्दा, भल्चर याकहरू त लभली देखिया पर्दैछ। जस आनन्द छ। यहाँ चराहरू पनि दामी छ।
हावा चाहिँ अब चिसो आइरहेछ कतिखेर गाडी आउने हो विरक्त बिजोग बनायो नि हो हामीलाई त गाडीले त के अरे त्यो काले बाइक बुम हो यो बुम चलाइदेऊ न के हो यहाँ हाई गरिदेऊ न हाई गर न मलाई माया यहाँ हाई गरिदेऊ न यता 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 बाइक यता हाई गरिदेऊ न माया गरिदेऊ न मलाई यहाँ यता यता कहाँ गएको कस्तो क्युट भयो पुरै गाला पनि हेर्नु न कस्तो रातो छ हेलो लडिएलाई बा हेलो गर न गाला पनि रातो न रातो छ कस्तो सही हो जाडो छ गाडी नपारावाला पत्र भइरहेछ हामी चाहिँ अब खाना खाँदै हिँड्दै लाग्दिनु पर्ने अवस्था आइसक्यो है त